शर्मिला एउटा सानो गाउँमा बस्ने इमानदार युवती थिए। ऊ आफ्नो कर्ममा सधैँ निष्ठावान रहन्थे। गाउँको दक्षिणतिर रहेको हराभरा वनमा जाँदा उसलाई बाटोको छेउमा एउटा सुगा छटपटाइरहेको देखियो। नजिक गएर हेर्दा थाहा भयो सुगाको एउटा खुट्टा भाँचिएको रहेछ। बेचरा, तिमीलाई निकै चोट लागेको छ। म तिमीलाई निको बनाउँछु, शर्मिलाले माया गरेर भनिन्। ऊ सुगालाई उठाएर घर ल्याइन्। सँगै गाउँकै वैद्यसँग सल्लाह गरी उसले सुगाको उपचार गरिन्। दिनहुँ औषधि लगाइदिई सफा पानी र ताजा दाना खुवाए। केही हप्तापछि सुगा स्वस्थ भयो र खुसीसाथ गफ गर्न थाल्यो। तिमी साँच्चीकै असल हृदयकी छौ शर्मिला। तिमीले मलाई बचायौ। उपहार स्वरूप म तिमीलाई केही दिन चाहन्छु, सुगाले भन्यो। सुगाले आफ्नो चुच्चोले सानो अनारको दाना राखेर शर्मिलातर्फ बढायो। शर्मिला अचम्ममा परिन्। सानो अनारको दाना? यसले के नै दिन्छ र? तर उसले सुगाको उपहार स्वीकार गरी त्यो दाना आफ्नो घरको बारीमा रोपिन्। केही दिनमा त्यहाँ हरियो बिरुवा उम्रियो। समय बित्दै जाँदा बिरुवा रुख बन्यो र त्यसमा लटरम्म राता राता अनार फले। एक दिन शर्मिला ती अनार मध्ये एउटा तोडेर फोरिन्। अनारको भित्र देखेर ऊ छक्क परिन्। भित्र चम्किला हिरा र सुन थिए। यो कसरी सम्भव भयो? शर्मिलाको खुसीले सीमा रहेन। उसले अरू अनारहरू पनि तोडेर हेरी। सबै भित्र बहुमूल्य गहना थिए। अब त ऊ निकै धनी भइन्। गाउँका सबै मानिसहरू अचम्ममा परे। शर्मिलाको इमानदारिता र मिहिनेतको फल देखेर सबैले उसको प्रशंसा गरे। त्यही गाउँमा सुन्तली नाम गरेकी लोभी र स्वार्थी महिला बस्ती। ऊ सधैँ छिटो धनी हुने उपाय खोज्थे। जब उसले शर्मिलाको अनारको कथा सुनि ऊ निकै लोभ गरिन्। यदि शर्मिला इमानदारिताले धनी बन्न सक्छ भने म त अझ चतुर छु। म पनि यस्तै गर्छु, सुन्तलीले रिसले भनिन्। उसले जङ्गलमा गएर एक सुगालाई समाती र जबरजस्ती खुट्टा भाँचिदिए। सुगाको पिञ्जडामा हालेर उसले उपचार गराइन्। केही हप्तापछि सुगा निको भयो। तर सुगा निकै दुखी देखिन्थ्यो। अब मलाई तिमीले उपहार दिनुपर्छ, सुन्तलीले धम्क्याउँदै भनिन्। सुगाले अनमने भावमा सुन्तलीलाई एउटा अनारको दाना दियो। हाहा, अब म पनि धनी हुन्छु। सुन्तलीले त्यो दाना आफ्नो घरको बारीमा रोपिन्। केही महिनामा रुख उम्रियो र त्यसमा लटरम्म अनार फले। खुसी हुँदै सुन्तलीले अनारहरू तोड्न थाली। तर पहिलो अनार फोर्दा त्यसबाट ठुलो विषालु सर्प निस्कियो। ओहो, सुन्तली डरले चिच्याइन्। उसले अर्को अनार फोरिन्, त्यहाँबाट बिच्छीहरू निस्किए। तेस्रो अनारबाट डरलाग्दा विषालु किराहरू उफ्रिए। सुन्तली डरले भाग्न खोजी तर ती किराहरूले उसलाई टोके। विषाक्त शरीर लिएर कराउँदै ऊ गाउँतिर भागी। गाउँका मानिसहरूले यो दृश्य देखे। सबैले बुझिहाले शर्मिला इमानदार भएकाले उसलाई राम्रो फल प्राप्त भयो, तर सुन्तली लोभी र निर्दयी भएकाले उलाई नराम्रो फल मिल्यो। शर्मिला अझ सम्पन्न र सम्मानित बनिन्, जबकि सुन्तली आफ्नो लोभ र दुष्टताको सजाय भोग्दै दुःखमा परिन्। यो कथा हामीलाई सिकाउँछ कि इमानदारिता र सद्गुणको सधैँ राम्रो परिणाम हुन्छ, जबकि लोभ, स्वार्थ र दुष्टताले विनाश मात्र ल्याउँछ।